निश्चल र निष्कपट साँचो र निस्वार्थ भावनाले माग्नुहुन्छ भने पातोको डाक्ने श्री माताले तपाईको हरेक मनोकामना पूर्ण गर्छ। प्रेम सुबोलो डाक्ने श्री माता की जय। हेर्नु यो दृश्यमा एउटा बाजिनले आफ्नो पुत्रको लागि रोदै पिलक्दै र डाक्ने श्री माताले उहाँलाई पुत्र सन्तानको प्राप्तिको लागि आशीर्वाद दिनुभएको छ र पुत्र पाउनु भएको छ। यो दृश्यमा एकदम यो किंवदन्ती सत्य हो। तपाईहरुलाई पनि यस्तो आशीर्वाद चाहियो भने एकचोटी पातो माता डाक्ने श्री माताको शरणमा जानुस्। यो भिडियोलाई एउटा लाइक, जय डाक्ने श्री माता भनेर कमेन्ट र 5 जनामा र आफ्नो प्रोफाइलमा शेयर गर्नुभयो भने तपाईको हरेक मनोकामना डाक्ने श्री माताले पूरा गर्नुहुन्छ।